अझ पनि लाग्दैन नहुन्छ तर पनि विश्वासै लागेन, पटक्कै लागेन। त्यसपछि मैले अवसर खोजी गर्दा गर्दै यो कहाँ रहेछ कम्पनी भनेर मैले जान्न चाहेँ, जुन चाहिँ मलाई सही लोकेसन कसरी बताएको वहाँ जोइन हुनु भएको थिएन, त्यही भएर लोकेसन कसैले बताएको थिएन? कसैले पनि बताएको थिएन। सरले भन्नुभएको थियो द्वारिका होटेल त भन्नुभयो, तर यहाँबाट यति जानु भनेर मलाई कसैले पनि बताउनु भएन, उहाँ सरले पनि बताउनु भयो। त्यसपछि उहाँले मलाई सोधिरहनुहुन्थ्यो, मैले उहाँको रिप्लाई दिने एन्सर पनि दिएँ। किनभने सर त्यसपछि उहाँ जोडेपछि डाइरेक्ट दियो, अरू सर कसैले पनि मैले वास्ता गरिनँ। र त्यसपछि मैले आफ्नै छरछिमेकीको नजिकै मान्छे पाएँ त म गर्थेँ होला, किनभने मेरो साथीको विश्वास मलाई लाग्छ नि त। बाई चान्स मेरो घरभन्दा मान्छे यहाँ हुनुहुन्छ, उहाँको सेम टु सेम फेस थियो, उम्रिएको होइन तर एउटै फेस। मैले उहाँ चाहिँ मेरो अत्यन्त मेरो नजिकमा हुनुहुन्थ्यो र मैले मिस्टेकली उहाँलाई सोधेँ, हजुर पनि यो कम्पनीमा जानुभएको छ भनेर मैले उहाँलाई सोधेँ। उहाँ त मेरो बहिनी हो नि भन्नुभयो। त्यसले गर्दाखेरि जस जोडिनु भयो, मैले उहाँलाई सर्टमा भन्छु, जोडिनु भयो तर उहाँ कलेज पढ्दै थियो होइन? कलेज केही गरिराख्नु भएको थियो होइन? तपाईँ चाहिँ केही गरिराख्नु भएको थियो जो उहाँले यहाँ काम गर्नुभयो तर परिवारलाई बताउनु भएन होइन? लास्ट स्टोरी मैले त्यो सुनेको थिएँ पहिलोचोटि। त्यसपछि मैले उहाँलाई छोडेँ। जब 5 मिनटभित्र म तयार भएर यो अफिसमा तपाईँ जाँदै हुन्छ भने अफिसमा म जाँदैछु भन्नु, 5 मिनटभित्र म तयार भएर म जान्छु न भनेर नागरिकता बोकेर म यो कम्पनीको फर्स्टमै मैले यहाँ अवसर पाएँ कि टेक्ने। त्यस दिन उहाँ अफलाइन म्यामले बोलाउनु भएको छ, बाई चान्स म्याम नआउनु भएर मेरो डायमन्ड डाइरेक्टर सर पनि हुन्छ, आवाज बसेर छ अहिले